हामी गरिबी खाने देश बनाउँछौँ। मागेर धनी हुने सपना हामीले देखेका छैनौँ। गरेर खाने देश बनाउनका लागि हामी लागि परिरहेका छौँ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको यो भव्य उपस्थितिमा समयको यो भागदौड छ। हाम्रा उम्मेदवारहरू तपाईँहरूको घर दैलोमा आउनुभएकै छ। प्रकाश गौतमजी जसले आफ्नो कुरा राखेर गइसक्नु भएको छ, प्रशान्त उप्रेतीजी जसले आफ्नो कुरा राखिसक्नु भएको छ र गीता विष्ट राईजी जो यहाँका समानुपातिक उम्मेदवार पनि हुनुहुन्छ, उहाँले आफ्नो कुरा राखिसक्नु भएको छ। म तपाईँलाई यति भन्न मात्र आज आएको हुँ कि देशका कुना काप्चामा जानुपर्ने अवस्था सिर्जना भएको छ। हर ठाउँमा घन्टीवाहकहरू उठेका छन्। तिनलाई जिताउनको निमित्त म ठाउँ ठाउँमा पुग्नुपर्ने भएको छ। हामी देश दौडामा आएका छौँ, किनकि एउटा मात्र जितेर नहुने रहेछ, दुईटा मात्र जितेर नहुने रहेछ। यसभन्दा अगाडि हामी 21 जना पुग्यौँ, तर 21 जनालाई उनीहरूले रोक्न खोजे। 21 जनालाई उनीहरूले सुनेनन्, माइक काटे। त्यस कारणले 21 गते आयो। त्यो 21 गते संसदभरि घन्टी नै घन्टी होस्, यता हेरे पनि घन्टी, उता हेरे पनि घन्टी। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हामीसँग आँट थियो। हामीले